एप्पलको नयाँ iOS 26 सार्वजनिक भएको छ। iOS 18 बाट एकैचोटि 26 भन्ने तपाईलाई लाग्यो होला। हो, पहिले जस्तै गरेर आउने हो भने iOS 18 पछि 19 आउने पर्ने थियो। तर एप्पलले मोबाइल युगको प्रविधिमा नयाँ अध्यायको सुरुवात भनेर यसपालि iOS 26 नाममा सार्वजनिक गरेको छ। अब लागौँ त्यस्तो नयाँ फरक के छ त iOS 26 मा? iOS 26 को डिजाइन पहिलेको भन्दा धेरै फरक लिक्विड ग्लास डिजाइनले गर्दा होम स्क्रिन र लक स्क्रिन एपमा विजेटहरू सफा आकर्षक देखिएका छन् र एप विजेटहरू आफू अनुकूल परिमार्जन गर्न सकिनेछ। त्यसैगरी क्यामेरामा फोटो, भिडियो, ग्यालरी अप्सन, लेआउट पहिला भन्दा धेरै फरक र सफा देखिने गरी आएका छन्। तपाईले मेसेज, फेस टाइम, फेसबुकमा कुरा गर्दा अडियो, टेक्स्ट र विभिन्न भाषामा उतिनै बेला ट्रान्सलेट गर्न सकिनेछ। एप्पल एआई भिजुअल इन्टेलिजेन्सले गर्दा तपाईले आइफोन स्क्रिनबाट कुनै पनि कुराहरू खोज्न सक्नुहुनेछ। जेनमोजी र इमेज प्लेग्राउन्डको सहायताले आफूलाई मनपर्ने इमोजी, जेनमोजी र विवरणहरू राखेर तपाईले आफू अनुकूल नयाँ इमेज बनाउन सक्नुहुनेछ। आइफोनमा अब तपाईले फेभरेट, मनपर्ने, भर्खरै आएका नयाँ भोइसमेलहरू एकै ठाउँमा देखाउनेछ र तपाईको मेसेजमा नचिन्ने नम्बरहरूबाट आएको मेसेजहरूलाई छुट्टै फोल्डरमा राख्ने, डिलिट गर्ने र आफ्नो इच्छा अनुसार कन्ट्रोल गर्न सकिनेछ। एप्पल म्युजिक, म्याप र वालेटहरूमा पनि नयाँ अपडेटहरू आएका छन् र म्युजिक सुन्दै गर्दा शब्दहरू नबुझेमा ट्रान्सलेसन गरेर सुन्न सक्नुहुनेछ र एप्पल म्यापमा अन डिभाइस इन्टेलिजेन्सको सहायताले तपाईँ हिँडिराख्ने रुटहरूको बारेमा विस्तृत जानकारी दिनेछन्। त्यस्तै गरी एप्पल वालेटबाट रिफ्रेस गरिएका बोर्डिङ पासहरू मार्फत तपाईको फ्लाइटको वास्तविक समय र विभिन्न अपडेटहरू हेर्न सक्नुहुनेछ। गेमको पाठकहरूको लागि सबै एकै ठाउँमा अल इन वान गन्तव्य बनाइदिएका छन् भने सफारी ब्राउजरलाई एडभान्स फिङ्गरप्रिन्ट प्रोटेक्सन सुविधा सहित झनै प्राइभेट र सुरक्षित बनाएका छन्। र अन्त्यमा iOS 26 कुन आइफोनको लागि उपलब्ध हुनेछ त? आइफोन 11 देखि अहिलेसम्म आएका पछिल्ला सबै आइफोनहरूमा उपलब्ध हुनेछन्। तर आइफोन 11 भन्दा पुरानो फोनहरूको लागि iOS 26 उपलब्ध हुने छैन। तपाईले अहिले कुन आइफोन प्रयोग गरिरहनु भएको छ कमेन्टमा लेख्नु होला र हामीलाई फलो गर्न नि नभुल्नु होला।